हेलो गाइज, नयाँ दिन नयाँ ब्लग। यसरी नै मेरो दिनहरू काटिरहेछन्। अहिले पनि आफ्नो कलेजको लागि हिँडिरहेको छु। यहाँदेखि रुमदेखि हिँडी लाग्छ समथिङ 30-35 मिनट। रुमदेखि हुन त अब 3 किलोमिटर मात्र हो, तर अझै पनि जापानको रुल रेगुलेसन भन्दाखेरि यहाँ बिचमा ट्राफिक हुन्छ, सिग्नल हुन्छ, सबै फलो गरेर हिँड्नुपर्छ। त्यसैले टाइम लागिहाल्छ। 3 किलोमिटर अब आफ्नो गाउँघरमा भए त 15-20 मिनटमा पार हुन्थ्यो, तर यहाँ त अब के गर्ने, 30-35 मिनट लागिहाल्छ। हिँडी जानुपर्छ मजाले। पहिला त धेरै गाह्रो भयो, 1-2 दिन त खुट्टाहरू गलेर पनि लास्टै अब गाउँघरमा हुँदाखेरि त अब बाइकमा चढिने। अब यहाँ हिँडी न गाडी न भाडा केही छैन। जापानमा पनि गर्मी सुरु भइहाल्यो। अब लास्टै गर्मी हुन्छ अब त जापानमा 2-3 महिना त। एक त अब यहाँको मौसम पनि थाहा हुँदैन। अब छाता साथमा बोकिराख्नुपर्छ, नत्र अब कहिले पानी पर्छ, कहिले घाम, कहिले के, छाता त अन्यहरूमा बोक्नै पर्छ। अनि पानीको बोतल साथमा हुनैपर्छ। यहाँ त अब बिचमा त्यस्तो धाराको पाइपै हुँदैनन्। अब हेरौँ गाइज कति बसिन्छ जापानतिर। बिहानको सुरुवात पनि भइसकेको छ। मेरो बिहानको सुरुवात भने त्यही हो, बिहान उठ्ने, त्यसपछि अब हातमुख धुने, त्यसपछि खाना बनाउने, स्कुलको होमवर्क गर्ने, त्यसपछि नुहाउने, खाना खाने, त्यसपछि स्कुल टाइम 1:15 देखि 4:45सम्म छ। त्यसपछि अब 12:15मा हिँड्नुपर्छ रुमदेखि, घरदेखि छिटै नै आउनुपर्छ। त्यसपछि बिचमा अब सिग्नलहरू हुन्छन्, कहिले कति टाइम लागिहाल्छ। त्यसपछि लास्टै खुट्टा पनि दुख्छन्, त्यसैले हल्का अगाडि नै आउनुपर्छ। अब हेरौँ बिस्तारै यहाँको वातावरणमा घुलमिल राम्रो लाग्न थालिसकिहाल्यो भनौँ। पहिला साह्रै अप्ठ्यारो जस्तो भइरहेको थियो 1-2 दिन त। अब यहाँ आएको पनि ठ्याक्कै 12देखि 15 दिनको बिच हिँड्नु थाल्यो। अझ फेरि सिग्नल लागिहाल्यो, अझ फेरि रोकिनुपर्छ। आँखा मेरो पालो कहिले आउँछ बताइदेऊ घटाल बाबा। पुगे म यहाँसम्म दुःखको बात बढी, समय खराब चल्दैछ मैले लाएको छैन घडी। म कैयौँपल्ट उठेँ, म कैयौँपल्ट लडी, सफलता त पाएको छैन, दुःख मात्र बढी। म बोल्छु 100 टका सत्य सोरे आना, मसिसक्यो गोड्दा कागज पाती पाना। सिग्नल पनि खोलिहाल्यो, आफ्ना घरमा बा आमा, म कति गरम सङ्घर्ष जब हातमा लाग्यो शून्य। पापलाई धुलाई वर्तमानमा पुण्य, वर्षौंको साधना गीत सुन्नेहरू शून्य। भन कसले चुकाउँछ र मेरो पसिनाको मूल्य। म छोडी आए घरबार बनाउन आफै दरबार। कोसिस मेरो हर साल बन्द कोठा श्रोता पर्खा। सपना हुँदै बर्बाद, हृदय बिच्छ हर रात जब उधारोमा बिच्छ कलाकार। स्वार्थी छ सबै छल कपटको उब्जनी। म धनबाट गरिब कसैसँग कसैको केही मतलबै हुँदैन। आफ्नो कामहरू गर्छन् जापानिजहरू, बस कसैसँग केही मतलबै गर्दैन। बस आफ्नो कामसँग मात्र मतलब राख्ने। हाम्रो नेपालमा भए खालि कुरा काट्नु भए केही कामै हुने थिएन अरूको। हेर्नु भाइ साइडमा यति ट्राफिक छ। अब मलाई राम्रो लाग्ने भने यहाँको एउटा यो हो कि तल अन्डरग्राउन्डदेखि जानुपर्छ। त्यहाँ ट्राफिक हुन्छ, त्यहाँदेखि अब टाइम लाग्छ। तब यहाँ अन्डरग्राउन्ड पनि छ। अब अन्डरग्राउन्डमा जाँदैछौँ। अन्डरग्राउन्ड हेर्नु गाइज कति राम्रो छ। यो भित्र अब ट्रेन पनि हुन्छ। ट्रेनको लागि अब साइड राइटतिर जानुपर्छ टिकट किन्नको लागि। यहाँ जानुपर्छ। मेरो अब कलेज अगाडि, यहाँदेखि बढी त लाग्ने होइन, अब 15-20 मिनट लाग्छ अझ हिँडेर। अब जाँदैछौँ। यसको माथिमा अब ट्राफिक धेरै हुन्छ, सिग्नल लागेको हुन्छ। तब अन्डरग्राउन्डमा जानुपर्छ। हाम्रो आमा अन्डरग्राउन्ड पनि खत्तम भयो।
त्यो अगाडि हो मेरो अब कलेज। अल्लाह आज कलेज पनि देखाउँछु हजुरहरूलाई। रुममा बस्दा बस्दा त बोर लाग्छ, घरको याद आउने गर्छ रुममा बस्दाखेरि त। जब रुमदेखि बाहिर निस्क्यो तब राम्रो लाग्छ मनमा, त्यस्तो घरको यादहरू केही आउँदैन फेरि। राम्रो छ। अब दिन बित्दै जाँदा यहाँ आफूलाई घुलमिल बिस्तारै बिस्तारै घुलमिल हुँदैछु। पछि अब राम्रो लागिहाल्छ।